हेर्नु हेर्नु हामीहरू चाहिँ यहाँ सज्जन टिप्नु गएको। यहाँ हाम्रो दिवा सुमन दिवा चाहिँ तल हुनुहुन्छ र हाम्रो मुना दिमा र मेरो आमा अनि पापा चाहिँ सज्जन झार्ने मान्छे, म चाहिँ यहाँ भिडियो बनाउने मान्छे क्यामेराम्यान। अनि म सुमन दिवाको पट्टि जाँदैछु। यी सुमन दिवा, यी हेर्नुहोस् सुमन दिवाले पहिला सुरु गर्नुभएको होला यो कुरा र म अझै तल जाँदैछु। अब म तल गएर पनि सुनाउँछु तपाईँहरूलाई। अब तल जाँदैछु म, अब पर्खिनुहोस्। अब म जाँदैछु ओह्रालो। गयौँ। गएपछि यहाँ जङ्गलमा जानुभएको छ। जङ्गलमा गएर एक दुई शब्द बोल्नुको लागि म यहाँ स्वागत गर्दछु। यहाँ कसको खोला पनि रहेछ, हेर्नु मजाले कसको खोला पनि रहेछ। मैले चाहिँ त्यसलाई साइडपट्टि राखेर गएँ। ल सुमन दिवा एक दुई शब्द बोलिदिनुहोस् त। एक्चुअली आई एम वर्किङ हियर। अरू सोध्नु नानी भन्छु। कस्तो छ तपाईँहरूलाई? आई एम भेरी गुड। ए ठिकै छ। यस। तपाईँहरू चाहिँ के गर्न आउनुभएको? खासमा हामी चाहिँ सज्जन टिप्न आएको। हजुर। हैन? अनि त्यसपछि के काम गर्नुहुन्थ्यो? हजुर। त्यसपछि के काम गर्नुहुन्थ्यो? यो सज्जन टिपिसकेपछि हामी घरमा लगेर राख्छौँ। यो राखेपछि हामी आइसक्रिम बेच्न जान्छौँ। त्यसपछि के काम गर्नुहुन्थ्यो? त्यसपछि घरमा आएर भात खान्छौँ, बुढीसँग एकछिन झगडा गर्छौँ हैन? हजुर। बुढीले न्यु खोज्छ नि त हैन? कबाडी उठाउनुहुन्छ कि उठाउनुहुन्न? कबाडी आजको लागि चाहिँ स्थगित छ हैन? हजुर। भोलिदेखि सुरु हुन्छ कबाडी। हजुर। अनि यस्तै छ तारा। ए अब म माथि गएर एक दुई शब्द अरूलाई पनि भन्नु लाउँछु ल। ओके। ल मैले यहाँ मेरो दिवालाई चाहिँ प्रश्नहरू सोधेँ अनि म उकालै लाग्दैछु फेरि अरूहरूलाई देखाउन। हामीहरू आएका छौँ यहाँ बरबट्टे अलिक उत्तापट्टि हामीहरू म छु र म उकालो जान लाग्दैछु। सो गाइज म उकालो जाँदैछु। अब यहाँ फेरि सज्जन मेन पनि आउनु भएछ फेरि यहाँ, तर सज्जन लडेर मलाई किच्चाउँछ। ल यहाँ फोटो सेटसट गरिदिनु बाप। हजुर आउँदैछु। अनि यहाँ अटो छ हाम्रो अटो। यहाँ हाम्रो अटो छ। अनि यहाँ सज्जन उठाउने मेन मान्छेहरू हुनुहुन्छ। काम सघाउन आएको कि त के गर्न आएको? काम सघाउनु। त्यही हो काम सघाएको? एकछिन फन्नी होस् भनेर। यो सजिनाको उयोहरू थप्नु नलाने नि? म यहाँ उतै जाँदैछु। हाम्रो संसार घुम्नु पल्ट त माछा गाडी यहाँ छ। तर यो हाम्रो घरको माछा गाडी होइन, यो अरूहरूको माछा गाडी हो। हेर्नुहोस्, जुम गरेर देखाइदिउँ तर होस् मलाई अप्ठ्यारो हुन्छ।
ऊ पर जाने बाटो छ र यतापट्टि पनि जाने बाटो छ अनि यहाँ दुईजना मान्छेहरू सज्जन उठाउँदैछन् र यतापट्टि पनि एउटा मान्छे सज्जन उठाउँदैछ र उहाँहरू बोल्नुहुँदैछ ओइ तरिका अनि यहाँ एउटा डन्ठी छ सजियनको यस सजियन हेर्दै जानुपर्छ अझै जानुपर्छ गयो जानुपर्छ ओल्टो र म यहाँ आइपुगेको छु अहिले म र यहाँ दिमा एक दुई शब्द के भन्नु सजन टिप्दैछु उकालो चढे र यहाँ आइपुग्यौँ क्यामेराहरू छन् यहाँ घाँस लडाएको छन् यहाँ बिङहरू छ बिङ माने अनि सज्जन गरेको थियो अनि यतापट्टि गएर हाम्रो अटो नजिकै जाँदाखेरि कस्तो देख्छ एङ्गल भइसकेको छ यहाँ गएको मान्छेहरूलाई चाहिँ कति छेउसम्म आएको जस्तो म यहाँ आइपुगेँ म जम्प गरेँ र उतैबाटै लाग्दैछ बाटोहरू छैन गइयो नि यार उता हेर्नु ये 360 एंगल बनाए तो पहाड़हरू हेर्नु ओ बोई हामीहरू जहाँ जान्छौँ मजा गर्नु भइगयो यता भनेको एक दुई शब्द भइगयो आपको रुख यहाँ र यहाँ भएको